हेलो साथीहरू, राधे राधे अनि वेलकम टु माई न्यू ब्लग। अनि आज ब्लगको मेरो तेस्रो दिनमा चाहिँ म कामसाम सकाइवरिकन पसल आएँ। पसल पनि म बाबुहरूलाई लिँदै आएको थिएँ, दुईटै बाबुलाई। अनि मेरो सानो बाबु चाहिँ मेदी चाहिँ हेर्नै हुँदैन, हेर्ने बित्तिकै लगाइदिनु भन्छ। अनि त्यसपछि चाहिँ उसको सानीमाले आऊ म लगाइदिन्छु भनेर सानीमाले चाहिँ बसाएर रहेछ। अनि मेदी लाउनको लागि हेर्नु न कस्तो राम्ररी बसिरहेछ मजाले। मलाई नाम चाहिँ लेखिदिनु भन्दै थियो, अनि उसको सानीमाले चाहिँ नाम लेखिदिनु भयो हातमा चाहिँ। त्यसपछि चाहिँ मेरो कस्टमरहरू चाहिँ आउनुभयो। अनि चाहिँ म उठेर काम गर्न थालेपछि अनि कस्टमरहरू एउटा दुइटा गरी आइ नै रहेको थियो। तर मलाई अलि आज बजार जानु थियो, अनि कति बेला जाउँ भएको थियो, तर आज टाइम नभ्याएर मेरो नन्द पनि आएर बसिरहनु भएको थियो पसलमा। कति बेला भाउजूलाई फुर्सद हुन्छ बजारतिर जाऊँ भनेर, तर निस्किँदा त अँध्यारो भयो बजार जानलाई, धेरै अँध्यारो भयो। तर आज मैले के सामान पनि पसलमा हालेको थिएँ। जस्तैमा आज म यो कानको टप हेराउँछु। यहाँ हेर्नु न कस्तो मलाई चाहिँ धेरै राम्रो लाग्यो कि, त्यही भएर मैले ल्याइहालेँ पसलको लागि। अनि त्यसपछि चाहिँ थाकेँ, म कामसाम गरेर थाकिहालेपछि चाहिँ नन्दले भाउजू हिँड्नु छिटो राति भइसक्यो भनेर हामी चाहिँ बजारतिर गएँ। बजारबाट घर आएर त जेठो बाबुले चाहिँ जेठो बाबुसँग कुरासुरा गर्न थालेँ। अनि बाबुले भन्छ मामु भोलि मामा घर कति बेला जानुहुन्छ? अनि मैले भने जान्छु बेटा कामसाम गरेर। अनि त्यही कुरासुरा गर्दै थिएँ। अनि पापाको वेट गरिरहेको थिएँ। अनि उसको पापा पनि आउनुभयो। अनि पापाको बाइकको साउन्ड सुनेर त मेरो कान्छो छोरो पनि हतार उठेको छ। यहाँ हेर्नु न, उठिवरि बसेर अनि पापाले चटपटी ल्याइदिएको थियो। अनि हामी सबैजनाले मिलेर चटपटी खायौँ।